दुईजना चाहिँ अगाडि गइसकेका छन्। यो बाटो न बाटो छ न के छ, यस्तो ठाउँमा हिँड्नुपर्छ, गाह्रो छ धेरै। भेट्यो कि भेटिएन? भेटियो खोइ कहाँ भेटिँदैछ त्यहाँ खै। हजुर होइन त त्यो त Oh my God. धेरै होइन, एक दुईवटा त पक्कै भेटिन्छ, दुईवटा त पक्का भेटिन्छ होइन। अरू त थाहा होइन, अरू त थाहा होइन हजुर, अरू त होइन, दुईवटा चाहिँ पक्का भेटिन्छ। Oh my God. यो 3 भाइ हिँड्ने यस्तो एक एकवटा भेटिनु पर्ने नि है। तीनवटा नभइकन त कहाँ हुन्छ त, तीनवटा त चाहिन्छ। दुई भाइले एक एकवटा भेटाइहाल्छन् कि, र तैँले तेरो भाग भेट्दैन भन्दै। बाटो छ यहाँ, पसिनै पसिना भइसक्यो यहाँ। भाइ पहिला हो बच्चों पनि भेटिएला है त यहाँ। हाँ है पसिनै पसिना बनायो यार यो त। बिस्तारै बिस्तारै, होले होले, आत्तिएको र मात्तिएको जाति होइन भन्छ होइन। बाँदरले यहाँ के खोजेछ ल, यो के हो ल, ल कमेन्ट गरिहाल्नु त गाइज। ल यो के हो चिन्ने जतिले। ब्युटिफुल थ्रोन आर हियर। एक दुईवटा छुट्टी इङ्ग्लिस पनि हालिदियो होला होइन। इस्माइल त साह्रै राम्रो छ के त, अरिङ्गाल त भेटिन्छ है क्या। ल ल गाइज हेर्नु त, यो छ नि, यो चाहिँ पहिला जुन बेला कलरहरू आउँथेन, अनि पछि गएर तपाईँको पेन्टहरू आउने थिएन, त्यो बेलामा हामीले यो लगायत धेरै तरिका चाहिँ रुख बिरुवाहरूबाट घरको कालो कलर बनाएर घरहरू चाहिँ सजाउने, कलर गर्ने काम गर्थ्यौँ होइन। तर अहिले चाहिँ हरायो। यसको नाम के हो? गाह्रो छ होइन। ल कता निस्किँदै बाइक भाउतिर निस्किने। ओ माई गॉड, धेरै धेरै गाह्रो हो यो ठाउँमा चाहिँ हिँड्न मात्र नभइकन ज्यान जोगाउन पनि गाह्रो छ यार। यस्तो ठाउँ पनि यार के गर्ने। क्रेज Yeah, we are moving, we are walking very slowly in this tiny. ओए बिस्तारै बिस्तारै, त्यस्तो उसमा नजान अब पहाडमा। उसले चाहिँ त्यहाँ गएर अब के पत्ता लगाउला जस्तो छ। Oh my God, एकजना हाम्रो वरिष्ठ दाइ चाहिँ माथि डाँडामा गएर ढुङ्गामाथि चाहिँ बाँदर जसरी बस्नु भएको होइन।
अर्को चाहिँ आउँदैछ यहाँबाट ल हेर्नुहोस् त ओ माई गड ल हेर्नु त हेर्नु यो अनि स्ट्रगल भनेको गाह्रो कहाँ धेरै गाह्रो सजिलो कहाँ छ र होइन यहाँ इभन मलाई यहाँ लिन पनि गाह्रो भइरहेको छ है ए यहाँ त उ रहेछ त खानी रहेछ त यार खानी रहेछ त कतै यहाँभित्र कपर त छैन दाइ हो माई गड I'm not joking. It is really dangerous way and place also. अझै माथि हो दाइ उयो यो 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 ठुलो त्योभन्दा अझै माथि हो कि हामी त धेरै तल झऱ्यौँ नि त गाइज ल सबैले चाहिँ मेरो ब्लगमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि अवश्य गर्नु होला यस्तै यस्तै एक्सट्रिम एकदम रियर ब्लगहरू चाहिँ म बनाइराख्नेछु होइन तपाईँहरू माझ चाहिँ प्रस्तुत गरिराख्नेछु ओके गाइज ल ल बिस्तारै है बिस्तारै स्लोली धेरै गाह्रो छ बाघ बस्छ होला त यस्तोमा बाघ चाहिँ बस्छ होला जस्तो लाग्यो आजको हन्टिङ अझै सक्सेस भइसकेको छैन केही पर्सेन्ट मात्रै सक्सेस भइरहेछ अनि करिब करिब नजिक नजिक आइपुगेछ मलाई जस्तो लाग्छ सफलताको नजिक नजिक छौँ ओहो ब्रदर हजुर हजुर त्यस हालको पसिना त पुरै ए दाइ पुरै हेर्नु त यो के हो यो यो के हो यो कुन तिलका यो कि यो धाइरो हो यो धाइरो नाम पनि ती चाहिँ अझै माथि हो माथि जानुपर्छ ल बिस्तारै बिस्तारै स्लोली मुभ भेरी स्लोली ओके टेक केयर योरसेल्फ एन्ड लाइन नजर ल भिरको बाटो चिप्लो बाटो रातो बाटो बिस्तारै गएछ है भन्थे अब के गर्ने दसैँको बेला छ यो बेला हन्टिङ गर्न नि मन लाग गाह्रो छ त कहाँ पुगेर भेटिने हो थाहा छैन तिम्रो होइन हाम्रो गाइजहरूले हाम्रो हन्टरहरूले चाहिँ हेरिरहेछन् हात्तीको पारी पारी तर जिपिएस ल्याउनु पर्ने है ड्रोन ल्या भए खोज्न अलिक सजिलो हुन्थ्यो कि यो जङ्गलमा यो डेन्स फरेस्टमा कहाँनिर लुकिया छ भन्ने कुरो थाहै भएन कि देखिन चाहिँ देखिन्छ भेटिन चाहिँ भेटिन्छ तर कहाँनिर कतिखेर उयो न यार राम्रो नै Wow. Hey. Wait guys. Wait for me. Don't skip alone. Yeah, I'm coming. Wait. यो बाटै हो त हामीले बनाएको हो यो बाटोमा त यो मृग पनि हिँड्नु सक्दैन होला यार धेरै लामो सास फेर्दै माथि यार
भाइ यो त्यो झ्याङ लगाएको नि त्यो झ्याङभित्र नि हुनसक्छ त्यो के हो त्यो के को झ्याङ हो त्यो धेरै हिँडिसक्यौँ गाइज उकालो ओह्रालो धेरै चढिसकियो अझै भेटिएको छैन खोज्दैछौँ अब भेटिन्छ कि फाइनल्ली के रहेछ कालो हो ठुलो छ त्यो त फाइनल्ली चाहिँ एउटा देखियो अरे कालो रिङ्ग्याल तर धेरै अप्ठ्यारो ठाउँमा धेरै ठुलो छ कसरी सकिन्छ त त्यसलाई ओ माय गॉड यो हो ठुलो हो होइन गोला रातो छ त फेरि कालो रेङ्गालको रातो हुन्छ गोला यो बुकी भनेको यही होइन ल यो बुकी हो बुकी खै त्यहाँ कहाँबाट जान्छ नि त्यो पनि लोड परिसक्यो यार है 12-15 मिनट भइसक्यो यार ब्लग पनि लामो हुने भयो उकालो चढ्यो अब फेरि ओह्रालो झर्ने हो बिस्तारै बिस्तारै त्यो ठाउँमा न बाटो छ टाइगरले जस्तो जमाने त एकदम त्यो ठाउँमा त जान नि सकिन्न है त्यो मबाट त्यहाँबाट 100 मिटर पर्छ धेरै टाढा छ कि खै त्यहाँ कहाँबाट जान्छ नि त्यो पनि लोड परिसक्यो यार है 12-15 मिनट भइसक्यो यार ब्लग पनि लामो हुने भयो उकालो चढ्यो अब फेरि ओह्रालो झर्ने हो बिस्तारै बिस्तारै त्यो ठाउँमा न बाटो छ टाइगरले जस्तो जमाने त अहिले त्यो ठाउँमा त जान नि सकिन्न है त्यो मबाट जुगा यार टार्गेट चाहिँ यहाँ माथि छ यो टुप्पामा त्यहाँ जान सकिन्छ है सकिन्न यहाँबाट त पुरा सिस्नोको घारी मात्रै छ यहाँ त हजुर सकिन्न यहाँबाट त धेरै गाह्रो छ गाइस यो सिस्नो त्यसले पोल्यो भनेदेखि चाहिँ पिसाब चाहिँ पक्का छोडाउँछ त्यही भएर योसँग नि बस्नुपर्ने हजुर सजिलो रहेछ है पल्लो उत्तिसबाट सकिन्छ त सकिन्न र धेरै टाढा पर्दो रहेछ
यो उसले लाँदैन यार तर यो यसमै चरेर त्यहीँबाट तल गएर पल्न मिल्दैन अलि छर्के रहेछ त कालो हो त्यो म त त्यो छेउमा गएर उ गर्नु मिल्थ्यो जस्तो लाग्यो या त उस पनि छ अर्को यो चालु पनि छ त्यहाँ जुका कति छन् होला हजुरबाको पालादेखिको जुका यहाँ होला नि भन्दै हाम्रो हिरो दाइ अगाडि भएपछि नो टेन्सन ल ल ल ल बाटो बनाउँदै यहाँ यस्तो स्ट्रगल गर्नु परिरहेछ कि यहाँ त पारि जानको लागि होइन यो पुरै सिस्नुको घाट छ है ल बिस्तारै बिस्तारै न यतातिर यसलाई तल हो यस्तो छ यति गाह्रो छ आएर हेरेर त के एकपल्ट होइन त्यहीबाट आएर छ माइक जुका तयार छ यार यहाँ त जुका त कस्तो हो त नि ल यो पुरै सिस्नो गाडी हो पुरै झुकेर हिँड्नु परिरहेको यहाँ मान्छेहरू त ठुलो थियो है यही हो दाइ अरू छैन नो मोर सेकेन्ड अप्सन दाइ पहिला अब यो फर्स्ट चाहिँ हाम्रो यसलाई चाहिँ निरीक्षण भइरहेछ कसरी चाहिँ सकिन्छ भनेर यो टुप्पामा छ यो हो यो चाहिँ हो यो कसरी चाहिँ हन्टिङ गर्छन् हाम्रा हन्टरहरूले होइन आई विल सो यु एट नाइट गाइज बिकज इट इज कलरिङ याल होइन जुका त दाइ ए जुका त 5-7वटा आयो त